अनि सासूले मलाई छोडेर गएपछि तपाईँले लालन पालन गरेछस्। छोरो आउँछ कि आउन्न यसो फोन गर त, दसैँ आइसकेको छ। पिर्ने मानुस बाबा, हजुरलाई मैले सासुआमाको दुःख कहिल्यै बिर्साउने छैन। म सन्चै हजुरले कहिले दुःख पाउनु पर्ने हुँदैन। फोन त गर्नुभएको थियो, अस्ति नै आउँछु त भन्नुभएको थियो, खै फोन आउनु पर्ने हो। हिजो आज खै खासै सुनेकी पनि छैन, फोन पनि आएको छैन। आउँछ होला सायद, दसैँ पनि आइसक्यो। बाबु, छोराको फोन आउन पर्ने हो, सँगै आउने साथी आइसकेको छ। फोन आयो। हजुर 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 सन्चै ठिक छु सानी, ठिक छु। म त परदेशको भूमिमा भएँ, तिमीलाई के छ सानो? मलाई पनि ठिकै छ। हजुरलाई कस्तो छ मेरो बाबा? यहाँ मेरो बाबाहरू पनि सबै सन्चै हुनुहुन्छ। दसैँ आइसक्यो, हजुर कहिले आउनुहुन्छ मेरो बाबा? मेरो ज्यान, मेरो बाबा। परदेशको भूमिमा भएँ सानो, साउले छुट्टी दिँदैन। 5 वर्ष भयो दसैँ मनाउन बुवाको हातबाट टिका लाउन पाएको छैन। यस वर्ष त पाउँछु भनेर खुसी छु। साउले जालास, यस वर्ष गएर छिटो फर्केर आउनु। जा काम कर, अहिलेलाई मैले कामबाट बिदा दिन्छु। दसैँ मनाएर आइज भनेको छ, म आउँछु सानो। होइन के हजुरको मात्रै साउजीले किन नपठाएको होला? पल्ला गरी साना, माथिल्ला गरी माइला बा सबै आइस। हजुरका छोरा मेरो उहाँसित के बाबु, बुवा ढोकरे बुवा। बाबु मागी बानी भएछ, सन्चै राम्रै छस् बाबु? बुवा म त आरामै छु। यार त तेरो नासो लिएर म यहाँ बसिया छु बाबु। त दसैँमा आउँछस् के रे? आउँछु बुवा, आउँछु। यसपालि त साउले पनि छुट्टी दिएको छ, आउँछु। गएदेखि तेरी आमाले छोडेदेखि त लाउर गइस्। तेरी बुढीले मलाई सुसार गरेछ राम्रोसँग, नाति पनि यत्रो भयो। त दसैँको अष्टमीको दिन जसरी पनि साँझसम्म आइज है बाबु, जमरा राखेको छ। आउने हो बुवा, आउने हो। यसपालि त सानीलाई पनि चिची पापा मैले फोन राखिदिएँ बाबु। ल हुन्छ त, अष्टमीको दिन साँझसम्म जसरी पनि आएस्। आउँछु बुवा, आउँछु। ल ल हुन्छ बाबु, आएस्। नवदुर्गाले रक्षा गरौँ। बुहारी, ए बाबु, बुवा आउने गरे। म त खुसी छु। बाबु, तँलाई नाना किनिदिने हो, ठुलो यत्रो बोका काट्ने हो। ए बुहारी, तेरा साथीहरू सबै दिदी बहिनीलाई पनि भन्, अष्टमीका दिन नवमीका दिन कालिकामा मन्दिरमा लगेर पाठो काटौँला। मैले पनि मेरा बुढाहरूलाई भन्छु। अनि त मेरो छोराका साथीहरू यतापट्टि बसिहन्, ओ उहाँ छन्, हो त्यता गएर बसिहन्। ती सबैलाई निम्ता गरेर पाठो खुवाउनु होला। त्यसो गर्ने है बुहारी? हुन्छ बुवा, अब दसैँ पनि आइसक्यो। अब पिर्ने मानुस, अब छोरा पनि आउँछु भन्नुभएको छ, सायद आउनुहुन्छ पनि होला। अब हामी दसैँको लागि जोड गर्दै गरौँ, घर लिपपोत गरौँ खसी बोका किन्नलाई। अब हुन्छ बाबु, तँलाई के किनिदिने हो? मलाई नयाँ नयाँ लुगा र अहिलेको सालमा मैले चिची पनि खान पाउँछु। ए बुहारी, यो आँखाको तारो भनेको नाति उनी रहेछ। अहिलेका बुढाहरूले भन्थे सामा भन्दा प्याज प्यारो। यसलाई नोरा, यसले जे भन्छ त्यस्तै। आउँछु बाबा, पिर्ने मान्नु पिर्ने मान्नु होला। होइन, हेलो सानी, हजुर कहिले आउनुहुन्छ? कहाँ आउनुभयो? भन्नुहोस् न मेरो परिवार। आउन त खोजेको थिएँ, साउले अन्तिम मोडमा आएर टिकट पनि दिएन। म त आउन नपाउने भए सानो। यो पालिको दसैँ बुवासँग म पनि टिका लाउन पाउने भएन सानो। के भयो? के भयो? यो दसैँमा
म बोल्छु मेरो छोरासित। ए बाबु, बुवा केजालीका बाबा गरेका छ्यामा डाँडाका बाइलामा भन्ज्याङबारीका आमा सबैलाई सम्झेर बाबु, टिका लाउन ए बुहारी के भनेको बाबुले मलाई रियाइ भन्छ। ए बाबु, मैले जमरा मुसे राखिसकेको थिएँ। मैले राखेको बाबु त आउने भइनस्। आउने दसैँमा त मैले टिका लगाइदिनु पाउने क्या, मलाई सास बढिँदै भएको छ। बाबु